सबैलाई ख्रीष्ट अभिवादन। यदि तपाईँहरू बाइबल पढ्नुहुन्छ भने मिश्रका 10 विपत्तिहरूका बारेमा पनि अवश्य पढ्नुभएको होला, जो यहोवा परमेश्वरले ल्याउनु भएको थियो ताकि आफ्नो प्रजा इजरायललाई मिश्रको दासत्वबाट छुटाउन सकोस्। मिश्रको घटना केही यस्तो छ कि कुनै समय याकुबको छोरो योसेफ मिश्रमा एक उच्च अधिकारी वा भनौँ प्रधानमन्त्री बन्दछन्। सो समयमा एक महा र भयङ्कर अनिकालका कारण तिनका पुरा परिवार मिश्रमा आउँछन् र तिनीहरू मिश्रमा नै बसोबास गर्छन् र एक इजरायल जाति खडा हुन्छ। वर्षौँपछि योसेफको मृत्यु हुन्छ। त्यसपछि मिश्रमा नयाँ फारो आउँछन् जसले इजरायलीहरूलाई सताउन सुरु गर्छन्। एक समय यस्तो पनि आयो कि इजरायलीहरूमा जन्मेका नयाँ बालकहरूको हत्या गर्न पनि फारोले आदेश दिन्छन्। सोही समय परमेश्वरले मोसालाई खडा गर्नुहुन्छ ताकि इजरायलीहरूलाई मिश्रको दासत्वबाट चाहिँ छुटकारा दिन सकोस्। योभन्दा पहिला परमेश्वरले मोसालाई 3वटा कुरा बताउनुहुन्छ जो हामी प्रस्थान 7 अध्यायको 1देखि 5मा पढ्दछौँ। यहाँ परमेश्वर भन्नुहुन्छ पहिलो कुरा कि म इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउनेछु। दोस्रो कुरा, इजरायलीहरू सामान्य रूपमा फर्कने छैनन्, त्यसैले म मिश्रीहरूलाई दण्ड दिएर छुटकारा दिनेछु। र तेस्रो कुरा, म यी कामहरू यस रीतिमा गर्नेछु कि सबै मिश्रका मानिसहरूले जान्न सकुन् कि म नै परमप्रभु परमेश्वर। सो प्रियहरू, 10 विपत्तिहरू ल्याउनु केवल इजरायलीहरूलाई छुटकारा दिनु मात्र होइन, तर ती सबै विपत्तिहरूद्वारा यहोवा परमेश्वरले मिश्रका देवी देवताहरूलाई झुटो र बेकममा साबित गरिरहनु भएको थियो। हरेक विपत्तिका पछाडि यस्तो देवी देवताहरू थिए जसलाई परमेश्वरले झुटो साबित गर्नुभयो र मिश्रीहरूको सामु सत्य उजागर गर्नुभयो। आउनुहोस् पढ्नेछु प्रस्थान 12को 12मा। यहाँ यसरी लेखेको छ, त्यस रात म मिश्र भएर जानेछु र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेकाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु, म परमप्रभु हुँ। यहाँ नोटिस गर्नुहोस्, यहाँ लेखिएको छ कि मिश्रका सबै देवताहरूका विरुद्धमा इन्साफ गर्नेछु, म परमप्रभु हुँ। आउनुहोस् जान्ने छौँ कि यी विपत्तिहरूद्वारा परमेश्वरले मिश्रका देवताहरूको जुन मान इज्जत छ त्यसलाई कसरी नष्ट गर्नुभयो। पहिलो विपत्ति, पानी रगत बनेको। परमेश्वरले पहिलो विपत्ति नील नदीमा छोड्नुभयो र नील नदी मिश्रका लागि दैनिक जीवनको मुटु नै मानिन्थ्यो क्या, किनकि मिश्र एकदम उजाड जमिन थियो र मिश्रका आर्थिक जीवन जस्तै खानु पिउनु उब्जने जुन फसल छ यी सबै नील नदीमा नै निर्भर थियो। जब परमेश्वरको पहिलो विपत्ति नील नदीमा पर्यो तब मिश्रीहरूका लागि नुहाउने पिउनलाई पानी नै थिएन, फसल पनि बर्बाद भयो, आर्थिक कुरामा कमी आउन लाग्यो र यस्तो स्थिति आयो कि नदीबाट नराम्रो गन्ध वा दुर्गन्ध आउन लाग्यो, माछाहरू पनि मरे र पानीको अभावमा मानिसका जीवन एकदम कष्टकर हुन लाग्यो। नील नदी ठुलो पानीको स्रोत भएका कारण मिश्रीहरू नील नदीको पूजा पनि गर्थे। यस नदीसँग जोडिएका एक देवता थियो जसको नाम थियो कनुम, जसलाई नील नदीको रखवाला र आशिष दिने देवता मान्ने र पूजा गर्ने गरिन्थ्यो। नील नदीको पानीलाई रगतमा परिवर्तन गरेर परमेश्वरले तिनीहरूलाई देखाउन चाहनुहुन्थ्यो कि तिमीहरूका देवता कनुम जसलाई तिमीहरू रखवाला ठान्छौ वास्तवमा त्यसले तिमीहरूको रखवाली गर्न सक्दैन र बचाउन सक्दैन, किनकि म नै एक जीवित परमेश्वर र सत्य परमेश्वर। दोस्रो विपत्ति, भ्यागुताको आक्रमण। मिश्रमा भ्यागुतालाई एकदम पवित्र मान्थे, यति पवित्र कि मिश्रीहरूका लागि भ्यागुता तिनीहरूका देवी हेकेतका समान थियो। मतलब मिश्रीहरू मान्थे कि भ्यागुताहरू देवी हेकेतका समानतामा छन्, त्यसैले त्यस देवी हेकेतको शिरमा भ्यागुताको चित्रण गरिएको पाउँछौँ। मिश्रको यस देवी हेकेतलाई जन्म कन्ट्रोल गर्ने देवीको रूपमा मानिन्थ्यो। तब परमेश्वरले मिश्रमा यति धेरै भ्यागुता पठाउनु भयो कि कसैलाई पनि त्यस देवीले कन्ट्रोल गर्न सकेनन्, न मिश्रका जादुगरहरूले, न मन्त्रतन्त्र गर्नेहरूले र न नै त्यस देवी हेकेतले। त्यस विपत्तिद्वारा परमेश्वरले देखाउनु भयो कि हेकेत तिमीहरूका देवीले केही पनि कन्ट्रोल गर्न सक्दैन, तर म परमप्रभु परमेश्वर हुँ जो सबै कुरालाई कन्ट्रोल गर्न सक्दछु। त्यस विपत्तिद्वारा यहोवा परमेश्वरले देवी हेकेतलाई झुटो प्रमाणित गरिदिनु भएको थियो। तेस्रो विपत्ति, भुसुनाको आक्रमण। मिश्रमा एक देवता थियो जसलाई गेब यानि
पृथ्वीको देउता भनेर जानिन्थ्यो। जब पनि मिश्रीहरू फसल काट्थे वा बिउ रोप्थे त्यसअघि यस पृथ्वी वा जमिनको देउता गेबलाई बलिदान चढाएर पुज्ने गर्थे। तर जब परमेश्वरले मिश्रमा भुसिनाको विपत्ति पठाउनु भयो तब तिनीहरूका देउता गेब मिश्रलाई बचाउन असमर्थ रहे। फेरि पनि परमेश्वरले तिनीहरूका झुटा चरित्रलाई मानिसहरू सामु देखाउनु भयो। सत्य परमेश्वर र झुटो ईश्वरको अन्तर देखाउनु भयो कि तिमीहरूका देउता गेब बलिदान ग्रहण त गर्छ र तिमीहरूलाई बचाउन सक्दैन, किनकि केवल म नै एक सत्य र जीवित परमेश्वर हो। चौथो विपत्ति झिँगाको महामारी। परमेश्वरले झिँगा पठाउनु भयो र सारा मिश्र झिँगाले भरियो। मिश्रमा खेपर नामको एक देउता थियो जो यस प्रकारका विपत्तिहरूमा बचाउने देउताका रूपमा जानिन्थ्यो। अब परमेश्वरले मिश्रमा भारी मात्रामा झुन्डका झुन्ड झिँगा पठाउनु भयो। तब मिश्रीहरूले त्यस विपत्तिबाट बचाउन आफ्नो देउता खेपरलाई बिन्ती गरे, तर त्यस देउताले तिनीहरूलाई बचाउन सकेनन्। यस प्रकार परमेश्वरले देखाउनु भयो कि तिमीहरूका देउता खेपर म यहोवा परमेश्वरको अघि शून्य छ, त्यसले कसैलाई पनि बचाउन सक्दैन, तर केवल म बचाउन सक्ने सत्य र जीवित परमेश्वर हो। पाँचौं विपत्ति यानि पशु वा जनावरहरूको मृत्यु। मिश्रमा पशुहरूलाई पवित्र मान्थे र पूजा पनि गर्थे। मिश्रमा पशुसँग जोडिएका काफी धेरै देवी देवताहरू पनि थिए, जस्तो कि देवी हाथोर र अतुम देवता इत्यादि यस्ता अन्य पनि थिए। जब मिश्रमा पशुहरू मर्न लागे नि तब परमेश्वरले मिश्रीहरूलाई देखाउनु भयो कि तिमीहरूका देउता अतुम र देवी हाथोर दुवै मेरो सामु आए तापनि असमर्थ छन्, तिनीहरूले तिमीहरूका मर्दै गरेका पशुहरूलाई बचाउन सक्दैन। यसरी नै छैठौं विपत्ति खटिरहेको छ। यस विपत्तिद्वारा पनि परमेश्वरले मिश्रका झुटा देवी देवताहरूमाथि प्रहार गर्नुभयो, किनकि मिश्रमा यस्ता धेरै देवी देवताहरू थिए जसलाई मानिसहरू चङ्गाई दिने ईश्वरका रूपमा पुज्ने गर्थे। थोट नामका एक देउता थिए जसलाई मिश्रमा चङ्गाई दिने देउताहरूमध्ये एक मान्थे, तर थोट देउताले पनि मिश्रमा आएका खटिराको विपत्तिबाट मानिसहरूलाई बचाउन सकेनन्। यसबाट परमेश्वरले मिश्रीहरूलाई साबित गर्नुभयो कि तिनीहरूका देवी देवता झुटा र काल्पनिक हुन् र केवल उहाँ नै सत्य र जीवित परमेश्वर हुनुहुन्छ। सातौं विपत्तिमा असिनाको वर्षा भयो। मिश्रमा एक देवी थियो जसको नाम थियो नट, जसलाई मिश्रीहरू आकाशकी देवीको रूपमा पुज्ने गर्थे। तर परमेश्वरले आकाशबाट असिना वर्षा र मिश्रीहरूका सारा फसलहरू नष्ट गरिदिनु भयो र यहाँ पनि परमेश्वरले देखाउनु भयो कि तिमीहरूका देवी नटले पनि केही गर्न सक्दैन, तर म नै जीवित र सर्वशक्तिमान परमप्रभु परमेश्वर हो भनेर उहाँले साबित गर्नुभएको। आठौं विपत्तिमा परमेश्वरले मिश्रमा सलह पठाउनु भयो र सलहले मिश्रका हरेक रुख बोट बिरुवा अन्न फसल सबै खाएर उजाड पारिदियो। मिश्रका देवी आइसिसले पनि केही बचाव गर्न सकेन। देवी आइसिस ब्रह्माण्डकी रानी र ब्रह्माण्डीय व्यवस्थाको अवतारका रूपमा पुज्ने गरिन्थ्यो। परमेश्वरले त्यस देवीलाई पनि झुटो साबित गरिदिनु भयो। नौौं विपत्तिमा अन्धकार पुरा मिश्र देशमा छायो। तब पनि मिश्रका देउता राले केही बचाव गर्न सकेनन्, जो कि मिश्रका लागि प्रकाश वा ज्योतिको देउता थिए। परमेश्वरले मिश्रीहरूलाई देखाउनु भयो कि तिनीहरूका रा देउता पनि यहोवा परमेश्वरको सामु शून्य र असमर्थ छ। दशौं र अन्तिम विपत्तिमा सबै पहिले जन्मेकाहरूको मृत्यु हुन्छ, चाहे मानिसका हुन् वा पशुका हुन् वा चराचुरुङ्गी। हरेक जेठो सन्तानको मृत्यु हुन्छ। तब पनि मिश्रका कुनै पनि देवी देवताले मिश्रलाई सुरक्षा र सहायता दिन सकेन, किनकि तिनीहरू मानिसहरूका कल्पित देवी देवता थिए। त्यसैले परमेश्वरले मिश्रीहरूलाई देखाउनु भयो कि केवल उहाँ नै जीवित र सत्य परमेश्वर हुनुहुन्छ र उहाँ बाहेक र उहाँका सामु अरू कुनै पनि ईश्वर छैन। आज यी सारा कुराहरू हाम्रो लागि एक सन्देश हो कि परमेश्वरको महिमा केवल परमेश्वरलाई नै दिनुपर्दछ, कुनै पशुलाई वा कुनै मानिसलाई वा कुनै प्रचारकलाई होइन। आज पनि परमेश्वरले यस्तै विपत्तिहरूद्वारा, चाहे त्यो भाइरस होस् वा महामारी होस् अथवा लगातार भूकम्पका झट्काहरू नै किन नहोस्, चाहे त्यो कुनै पनि तरिकाद्वारा होस्, उहाँले हामीलाई कुनै न कुनै सन्देश दिइरहनु भएको छ र हामीले त्यसलाई बिल्कुलै नजरअन्दाज वा बेवास्ता गर्नु हुँदैन। सो आजको लागि यति नै।
यदि यस सन्देशबाट केही सिक्न मिलेको छ भने भिडियोलाई अवश्य पनि लाइक, कमेन्ट अनि अरूलाई सेयर पनि गर्नुहोस्। बाइबल र मसीहतमा आधारित अरू सन्देशहरू सुन्न र भिडियो हेर्नको लागि सब्सक्राइब गरेर बेल आइकन पनि दबाउन नभुल्नुहोस्। सो प्रभुले तपाईँहरूलाई धेरै आशिष दिनुभएको छ। सबैलाई ख्रीष्ट युवादन, गड ब्लेस यु।